कान्छी डल्ले च्याउ ल्याउ न, कस्तो खान मन लाग्छ। त्यही काम बाँकी छ। ठिक्क परेको छु डल्लो च्याउ, लाम्चे च्याउ, तेर्से च्याउ ल्याउनलाई। आफू चाहिँ वा महिनै पछि भत्ता बोकेर आउने, कहिले 2-4 रुपियाँ ला भनेर दिनु छैन, खान परेको छ डल्ले च्याउ, त्यति महँगो भेट्टी माथि पनि। बाबु हजुर यो फोन चल्दैन, के भएको हो? एउटा नयाँ किन्ने हो कि? हुन्छ आमा, कस्तो किन्ने हो भन्नु न, किनौला नि। आइफोन भन्नु न बरु, आइफोन। मलाई छोरो आइफोन किन्ने भन्नु। मान्छेलाई घर चलाउनलाई कति गाह्रो छ, चाहिएको छ नयाँ नयाँ फोन। होइन के भएको छ त्यो फोन? मैले पनि त्यही फोन चलाइरहेको छु त, भइरहेको छ त मलाई। होइन तिमी त्यसै किन उफ्रेको आमाले यो फोन बिग्रियो, नयाँ फोन बोक्न पाए हुन्थ्यो भन्नुभएको छ, ल्याइदिन्छु नि आमालाई एउटा नयाँ फोन। भो बाबु पर्दैन। आमा निलो निलो कलरको कुर्ता लाउन मन छ भन्नुभएको थियो, त्यही भएर एउटा किनेर ल्याइदिएको छु। यो हेर्नु त, राम्रो लाग्यो। राम्रो छ। किन राम्रो नलाग्नु त? राम्रो राम्रो लाउन पाएँ त। खै त मलाई पनि हरियो कुर्ता लाउन मन लाग्छ साउनमा। खै त मलाई चाहिँ 1-2 कुर्ता ल्याइदिएको। चुप लाग है, कति बोलेको तिमी? लाउन मन लाग्यो आफै किनेर लायो भएन? आमाले लाउन मन लाग्यो भन्नुभयो, त्यही भएर किनेर ल्याइदिएँ। आमा पो जान सक्नुहुन्न, तिमी जान सकिहाल्छौ, गएर किनेर लायो हुँदैन? यो लाउनु मन लाग्यो, यो गर्नु मन लाग्यो, यो चाहियो भने भइहाल्यो। नल्याए नि हुन्थ्यो बाबु, यो सधैँको कि चलो सहन भन्दा। त्यस्तो होइन आमा, हजुरले लाउन मन लाग्यो भन्नुभयो, लिएर आएँ। त्यसले किचलो गरे पनि जे गरे पनि के भयो त? लाउनु ल, राख्नु। बाबु हजुर यसपालि बाको शरदमा दान गर्न पाए हुन्थ्यो केही भने। 8-9 हजार पैसा देऊ न। ए हुन्छ नि आमा, म दिन्छु नि त। होइन आमा, अति गर्नु, अत्याचार नगर्नु के। होइन महिनै पछि यो त्यो भनेर खर्च चाहिँ कहाँबाट पुऱ्याउने हामीले? त्यत्रो पैसा आउँछ, भत्ताको पैसा चाहिँ कहिले ला भनेर दिन सक्नुहुन्न? होइन जे कुरामा नि कति धेरै बोलेको तैँले त अति नै गर्न खोजिस् ज्यादा आमाको कुरामा त। तपाईँ सुलाएर बस्नु है त्यहाँ, धेरै बढी बोल्ने होइन। कुरा पनि हद हुन्छ, बुझिस्? अब आमासँग मिलेर मलाई हात पनि उठाउन थाल्नु भयो होइन? तेरो यही ताल हो भने थप्पड मात्रै होइन, घरबाट निकालिदिन्छु, बुझिस्? अनि तैँले के सोचेको? आमाले मसँग पैसा माग्नु भनेर? बिचरा आमाले वृद्ध भत्ता ल्याएर जहिले पनि मलाई जम्मा गर्न दिनुहुन्थ्यो र 50,000 पुऱ्याउनु भएको छ, बुझिस्? हो त्यही पैसाबाट खर्च गर्नको लागि माग्नु भएको हो। तेरो दिमाग भने अनि भन्नुपर्छ नि त, आमाले आफ्नै पैसा माग्नु भएको भनेर। के अरे? लाज शरम पनि ख्याल गर्ने गर, बुझिस्? के वृद्ध भएको बाबाआमालाई छोरा बुहारीले नपालेर सरकारले पाल्नुपर्ने? त्यो वृद्ध भत्ता ल्याएर दिएको कुरा तँलाई भन्नुपर्ने मैले? बिचरा आमाले खाइ नखाइ जम्मा गर्नुभएको त्यो पैसा त्यही माग्नु भएको नि। तैँले यसो भन्ने एउटा कुरा याद गर, माइतामा आमा हुनुहुन्छ होइन? भोलि पर्सि बुढेसकालमा छोरा बुहारी यो चाहियो त्यो चाहियो भन्दाखेरि छोरा बुहारीले वचन लाउँदाखेरि थाहा पाउलिस् कस्तो हुँदो रहेछ भनेर। मेरो आमालाई रुवाएर त खुसी हुन्छस् भने जा उता।